हेलो वेलकम टु माई न्यू ब्लग। हजुरहरू सम्पूर्णमा स्वागत छ मेरो युट्युब च्यानलमा जोडिनु भएको सम्पूर्ण साथी मित्रहरूलाई। आज चाहिँ हामी कुम्बेश्वरमा जाँदैछौँ। कुम्बेश्वर जाने बाटो चाहिँ अलिकति गल्लीको बाटो रहेको छ। हामीले खोज्न कठिन हुन सकिन्छ, तर हजुरले यो भिडियो हेर्नुभयो भने अति नै सजिलो हुन्छ। यस भिडियो मार्फत जानुभयो भने हजुरहरूलाई धेरै सजिलो हुन्छ विश्वमा जानको लागि। यस ऐतिहासिक कुम्बेश्वर मन्दिरमा एकदम प्राचीन कालदेखिको पुराना संरचनाहरू रहेको छ। अति नै सौन्दर्यले भरिएका पुराना बुट्टाहरूले हामी देख्न पाइन्छ। यस ऐतिहासिक कुम्बेश्वर मन्दिर परिसरभित्र हिन्दू धर्मावलम्बीहरूको मात्र नभइकन बुद्ध धर्मावलम्बीहरूको पनि मन्दिर रहेको छ। तर दुवै पक्षबाट यहाँ पूजा आराधना गरिनेछ। यसमा चाहिँ बुद्ध धर्मावलम्बीहरूको चाहिँ छ्याना दोर्जेको चाहिँ यहाँ मूर्ति अवस्थित रहेको रहेछ। यस ठाउँमा चाहिँ पाली भाषाको चाहिँ लिपि पनि लेखेर राखेको रहेछ। यस कुम्बेश्वर चाहिँ गोसाइँकुण्डको चाहिँ पानी आएको भन्ने प्रचलित रहेछ पहिलादेखि नै। गोसाइँकुण्डमा मेला लाग्दाखेरि चाहिँ त्यसमा पनि मेला लाग्ने रहेछ। हामी सबैजना गोसाइँकुण्डको मेला लाग्दाखेरि यसमा पनि मेला लाग्ने रहेछ। हामी पनि आएर हेर्न सकिन्छ यस ठाउँमा। अन्त्यमा हजुरहरूले सम्पूर्णले मेरो भिडियो पहिलादेखि अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। हामी अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।